हुँदाहुँदै स्कुलको विद्यार्थीहरूलाई समेत प्रयोग गरेर हैन यसरी यो आन्दोलनमा ल्याइएको छ रोडमा। अचम्म लाग्छ हैन। जुन चाहिँ अब जनताको सरकार भनेर जुन चाहिँ अब 30-35 वर्षदेखिको जुन पुराना पार्टीहरूले अन्याय अत्याचार जनताहरूलाई गरेको थियो त्यहीको विरुद्ध 2/3 सरकार हैन बहुमत दिएर सरकारले जुन जनता छानेको छ। अब के एउटा राम्रो काम गरिरहेको छ भने जनताको साथ चाहिएको हुन्छ। यसरी विरोध गरेर अन्य जो चाहिँ थाहै छैन बच्चाहरूलाई ल्याएर स्कुलका बच्चाहरूलाई लिएर यसरी प्याम्पलेटहरू थमाएर विरोध गर्न कति उचित होला उहाँहरूको त्यो मनलाई आत्मालाई थाहा होला हैन। एउटा राम्रो मान्छे एउटा राम्रो पार्टी आएको छ हैन। सबै जनताकै लागि उहाँहरूले काम गरिराख्नु भएको छ। त्यो हुनाले यस्तो समयमा साथ चाहिन्छ साथीहरू हैन। त्यो हुनाले हामीले सक्दो सहयोग गर्ने हो। एउटा राम्रो मान्छे आएको छ भनेपछि राम्रो सरकार आएको छ भने साथ हाम्रो चाहिन्छ के। जसले चाहिँ विरोध गर्छ भनेपछि उहाँहरूलाई त्यहीबाट केही रोजीरोटी पाइएको छ या उहाँहरूको काम बनेको छैन भने त्यस्तो मान्छेहरूले मात्रै यो नयाँ सरकारलाई विरोध गर्ने। जो चाहिँ देशप्रेमी हुन्छ देश र जनताको हितको लागि चाहेको छ भनेपछि अहिलेको सरकारहरूलाई विरोधै गर्दैन के। उहाँहरूले जति पनि काम गरिराख्नु भएको छ देश र जनताकै लागि मात्रै काम गर्ने हो हैन। त्यो हुनाले त्यो बुझ्नुपर्छ हामी जनताले। अब यस्तो मौका आएको छ यसमा पनि यसरी विरोध गरेर हैन। अब अन्याय नियम विरुद्ध बसेको छ भने कसरी त्यो तपाईहरुको न्याय हुन्छ त हेर्नु त। त्यो सबैले बुझ्नु